ल गाइज हेर्न सक्नुहुन्छ हामीसँग फेरि पनि 4x4 को monster जीप आइपुगेको छ। आज चाहिँ हामी यसलाई अनबक्सिङ गर्न गइरहेका छौँ। 4x4 को हैन हामीमा यो चाहिँ जीप है एकदमै खतरनाक अफरोडको लागि चाहिँ एकदमै खतरनाक यो जीप आइपुगेको छ। अब हामी चाहिँ अनबक्सिङ गरौँ ढिलो नगरिकन यसलाई हैन। हेर्न सक्नुहुन्छ यस्तो बवाल लुकमा बवाल डिजाइनमा छ यसको है। अब यो चाहिँ अब खोल्दाखेरि त झन् अझै बवालै होला जस्तो लागिरहेको मलाई। अब हामी चाहिँ यसलाई खोलौँ अनबक्सिङ गरौँ। यो कताबाट अनबक्सिङ हुन्छ होइन, अनबक्सिङ हुँदा पनि यसो एकदम खतरनाकै प्याकिङ रहेछ जस्तो लाग्यो मलाई यसको। अब चाहिँ हामी यसलाई अनबक्सिङ गरौँ लगाएर। यसको प्याकिङ पनि बडा डेन्जर छ गाइस। अब हामी निकालौँ यसलाई गाइस। यो चाहिँ हाम्रो जीप अनबक्सिङ भइसकेको छ। यो चाहिँ हाम्रो सायद डिफेन्डरको लागि होला। यो हाम्रो चाहिँ गाडीको लागि चाहिँ अब कता कता सेफ्टी राख्नको लागि सेफ्टी लगाउनको लागि चाहिँ यो दिएको छ जस्तो लाग्यो मलाई। यो पनि म देखाउँदैछु हजुरहरूलाई। यो चाहिँ हाम्रो गाडीमा लगाउनको लागि सायद यो खै के हो थाहा भएन। यो चाहिँ अनि पछि म देखाउँछु तपाईँलाई। यो चाहिँ हाम्रो गाडीहरूमा लगाउनलाई दिएको जस्तो लाग्यो मलाई होइन। त्यसपछि हाम्रो चाहिँ यो चार्जर छ। त्यसपछि हाम्रो चाहिँ सायद यो चाहिँ हाम्रो रिमोटको लागि हो है, यो रिमोटको लागि छ। सो गाइस ढिला नगरिकन चाहिँ हामी अनबक्सिङ गरौँ। त्यसपछि हाम्रो अफरोडको लागि आयो गाइस। हाम्रो अफरोडको लागि अफरोडको राजा मोन्स्टर जीप आइपुग्यो गाइस। हेर्न सक्नुहुन्छ। Oh my god, oh my god, oh my god, wow, what a jeep, oh my god. फोटो मोन्स्टर जीप चाहिँ हामीसँग अवेलेबल भइसकेको छ गाइस। हेर्नुहोस् है। अब चाहिँ हाम्रो भिडियोलाई चार चाँद लगाउनको लागि चाहिँ यो मोन्स्टर जीप हामीसँग अवेलेबल भइसकेको छ। यो चाहिँ हाम्रो रिमोट हो यसको है। यो चाहिँ हाम्रो रिमोट। सो यो चाहिँ हाम्रो एक्स्ट्रा टायर पनि दिएको छ। कहिलेकाहीँ यसो टायर पङ्चर भयो भने चाहिँ टायर फेर्नु भनेर टायर पनि दिएको छ है हाम्रो यो मोन्स्टर जीपमा। अब चाहिँ हामी यो फर्महरू पनि दिएको छ। फर्म चाहिँ हामीलाई आवश्यक छैन। सो अब हामी चाहिँ यो हाम्रो डिफेन्डरमा यो डिफेन्डरको हेडलाइटको लागि चाहिँ यो लाइट पनि दिएको छ, लाइट कभर होइन। अनि त्यसपछि हाम्रो सायद यो डिफेन्डर गाडीको चाहिँ अब हामी चाहिँ यो एउटा एक्स्ट्रा टायर दिएको छ। अनि यो चाहिँ हाम्रो यो हेडलाइटहरू दिएको छ। यदि तपाईँको हेडलाइट फोर भइसकेको छ भने हेडलाइट पनि फेर्न मिल्छ, चेन्ज गर्न मिल्छ। अब चाहिँ हामी यसमा ब्याट्री इन्स्टल अलरेडी भइसकेको छ भनेपछि अब चाहिँ हामी यसलाई अन गर्नेछौँ। अन गरेर चलाउनेछौँ, यसलाई चेक गर्नेछौँ हामी अब यसको के छ कस्तो छ होइन। गाइस सक्नुहुन्छ यस्तो बवाल मोन्स्टर जीप है त। पुरा एकदमै सस्पेन्स भएको जीप छ यो होइन। अब चाहिँ हामी यसलाई ब्याट्री कनेक्सन गर्दैछौँ। ब्याट्री कनेक्सन गरेर चाहिँ हामी चाहिँ यसलाई टेस्ट ड्राइभ गरेर देखाउनेछौँ हामी यसको के छ कस्तो छ भनेर होइन। सो गाइस देख्न सक्नुहुन्छ यसमा लाइट साइट जलिसकेको छ। अब चाहिँ हामी यसको टेस्ट ड्राइभ गर्नेछौँ। देख्न सक्नुहुन्छ यसको अगाडि हेडलाइट ब्लिङ्किङ गरिरहेको छ। त्यसपछि हाम्रो चाहिँ पछाडिको ब्याक लाइट पनि ब्लिङ्किङ गरिरहेको छ होइन। यस्तो बवाल छ। अनि हाम्रो यो सस्पेन्स हेर्न सक्नुहुन्छ नि, सस्पेन्स क्या बवाल सस्पेन्समा चाहिँ है। सस्पेन्स पनि एकदम डेन्जर छ गाइस। अब चाहिँ हामी यसको रिमोटमा चाहिँ हामी यसमा ब्याट्री इन्स्टलेसन गर्नेछौँ। ब्याट्री इन्स्टलेसन गरिसकेपछि
बल्ल चाहिँ यसको रिमोटले काम गर्नेछ अनि बल्ल हामीले चाहिँ यसलाई टेस्ट ड्राइभ गर्नेछौँ गाइस। चाहिँ गाइस अब चाहिँ हामी चाहिँ यो अगाडि हाम्रो यो डिफेन्डरको चाहिँ यो अगाडि लगाउनलाई सेफ्टी गार्ड चाहिँ ल्याएर गरेको छ अनि सेफ्टी गार्ड हामी चाहिँ लगाउँदैछौँ, इन्स्टलेसन गर्दैछौँ। अब चाहिँ यो खतरा देखियो त नजै होइन। अब चाहिँ हामी रिमोट फिटिङ गर्दैछौँ। रिमोट फिटिङ गरेर हामी चाहिँ यसलाई टेस्ट ड्राइभको लागि टेस्ट गर्नेछौँ होइन। सो ढिला नगरिकन अब चाहिँ हामी यसलाई स्टार्ट गर्नेछौँ। ओ माई गड वाट अ स्पिड है। ओहो हो 1 गेट 2 गेट 3 गेट हुँदैछ। सो हामी चाहिँ यो चाहिँ खतरा छ गाइस अन्त। ओ वाउ वाउ यो चाहिँ हाम्रो खतरा डिफेन्डर हो नि त। आहा यसमा अब चाहिँ हामी यसलाई चाहिँ चेक गर्दैछौँ होइन। च्यानल 1 च्यानल 2 च्यानल 3 ब्यान्ड यसमा चाहिँ धेरै फङ्सनहरू पनि दिएको छ। फङ्सन हामी चेक गर्दैछौँ अहिले होइन के छ कस्तो छ भनेर। ओ माई गड हाम्रो यो चाहिँ डिफेन्डर खतरै छ होइन गाइस। सो गाइस हेर्नु सक्नुहुन्छ डिफेन्डर चाहिँ क्या बवाल छ, डेन्जर छ होइन। जहाँ पनि चढिदिइहाल्छ गाइस यो र यसलाई त केही मतलबै छैन, जहाँ पनि चढिहाल्ने होइन। डिफेन्डर चाहिँ खतरा छ यो हेर्नु सक्नुहुन्छ। My God. गाइस यसको फङ्सन हेर्नुभयो कस्तो खतरा छ, बवाल छ होइन। यो चाहिँ यसको रेस यसको फास्ट यो चाहिँ वेट यसको चाहिँ होइन एकदम बवाल। च्यानल 3 मा हामी लाउँदा पनि एकदम खतरनाक चलिरहेको छ यो हेर्नुहुन्छ। यसको इन्डिकेटर साइड इन्डिकेटर हामीले साइड जाँदाखेरि साइड इन्डिकेटर चल्छ भने लेफ्ट गयो भने लेफ्ट इन्डिकेटर चल्छ यसको होइन। यसको एउटा फङ्सन चाहिँ यो पनि एकदम दामी छ है। चाहिँ हेर्न सक्नुहुन्छ राइट एन्ड राइट, लेफ्ट चाहिँ लेफ्ट गयो भने लेफ्ट इन्डिकेटर बल्छ होइन। यो स्पिड चाहिँ यसको मोटर पावर चाहिँ एकदम खतरनाक छ गाइस है। यसको मोटर पावर चाहिँ एकदम खतरनाक है हाम्रो हेर्न सक्नुहुन्छ। अनि तपाईँलाई म एउटा खतरा देखाउँछु है त गाइस। ब्याक गर्दाखेरि चाहिँ यसमा चाहिँ यसो ध्यान दिनु छैन। लाइट क्या खतरा लाइट बल्छ हेर्नुहोस् है। ब्याक गर्दा पनि खतरा लाइट बल्छ नि होइन। यस्तो पावर हो नि त, कति खतरा छ पावर चाहिँ यस्तो डेन्जर छ। पावर चाहिँ यस्तो डेन्जर चाहिँ के भनौँ होइन। चाहिँ ट्रिगर पनि एकदम 1 ह्यान्डमै हामीले कन्ट्रोल गर्न मिल्ने छ होइन। ट्रिगर पनि यस्तो मस्त छ। यसको चाहिँ सस्पेन्सहरू पनि चाहिँ बवाल छ है गाइस। सक्नुहुन्छ हामीले चाहिँ जहाँ पनि उडाए पनि केही फरक पर्दैन। यसको इन्डिकेटर बल्ने चाहिँ सिस्टम पनि खतरा छ, एकदम डेन्जर छ। यसको इन्डिकेटर मजाको बल्छ। ब्याक इन्डिकेटर हेर्नु सक्नुहुन्छ तपाईँले। राइट लेफ्ट लिँदा जुत्ता लिँदा पनि ट्यागको इन्डिकेटर बल्छ। अनि पावर चाहिँ हेर्नुहोस् है गाइस, पावर सो गाइस आजको लागि चाहिँ यति नै। फेरि पनि म हिँडेको भिडियो बनाउने छु, भिडियो तपाईँलाई देखाउने छु। अब चाहिँ हाम्रो यसको भिडियोहरू बन्ने नै छ, अब आउँदै नै छ। कृपया हाम्रो चाहिँ भिडियोलाई चाहिँ लाइक सब्सक्राइब गर्नु होला, च्यानललाई पनि सब्सक्राइब गर्नु होला। हाम्रो भिडियो हेर्नु मन लाग्यो भिडियो हेर्नु होला है त। एकदमै राम्रो भिडियो चाहिँ हामी लिएर आउनेछौँ। यस्तै ढोका पनि ट्याक्क खुल्छ हेर्नुहोस् त। क्या मजाको छ होइन यो डिफेन्डर हाम्रो होइन। यस्तो ढोका ट्याक्कै खोलेर हामीले बस्न सक्छौँ यसमा मजासँग है। हाम्रो फ्यामिलीहरू मजासँग बसेर रेसिङमा जान सक्छ गाइस।